हेलो एभ्रिवान, नमस्ते अनि गुड मर्निङ। सबैजना ठिक हुनुहुन्छ र सन्चो हुनुहुन्छ र। सो आज चाहिँ हामीले दुई भाइले होइन यहाँ चाहिँ सर्ट राखेर चाहिँ हामी दुईजना खेल्दैछ होइन। आज चाहिँ हामी भर्खरै ड्युटीबाट आएको होइन। तर हाम्रो साथी चाहिँ बिचमा बोल्ने बानी छ, त्यही नराम्रो बानी छ। भिडियो बनाउँदैछ त्यही कारण नराम्रो बानी। अनि के भन्दाखेरि चाहिँ हामी सर्ट राखेर हामी काम गर्दैछौँ यहाँ दुईजना होइन। सो आज फेरि सर्ट राखेको थियो भन्दाखेरि चाहिँ सो यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ मैले चाहिँ दाल बनाउँदैछु, मुसुरी दाल होइन। सो यसमा चाहिँ के छ, तेल बेगरको सब्जी बनाउँदैछु मैले दाल होइन। अनि यहाँनिर साथीले बनाउँदैछ तेल बेगरको सब्जी, आलु अनि भेन्डी बनाउँदैछ। भेन्डी चाहिँ हालेको छैन होइन, भेन्डी चाहिँ यहाँ काटेर राखिरहेको छ, अब यहाँ पाक्दैछ। अनि साथी लु भन्नु पऱ्यो कस्तो त हुन्छ आजको तेल बेगरको खाना कहिले पनि खाएको छैन है। अन्त अब आज चाहिँ यसो दुईजना म र बुबुले यसो डिस्कस गरेर चाहिँ तेल बेगरको सब्जी खाइहेर्नु न कस्तो चाहिँ हुँदो रहेछ भनेर चाहिँ ट्राई गरेको। अब हेर्नु मिठो हुन्छ होला होइन। सो तर अब के भन्दाखेरि तपाईँहरूले चाहिँ यस्तो नसोच्नुहोस् कि अब तेल छैन र तेल बेगरको बनाएको भनेर त नसोच्नु। यहाँ देख्नु है तेल छ है, तेल त छ होइन। तर अब हामीले चाहिँ आज तेल बेगरको सब्जी बनाउने चाहिँ हामीले कुरा गरेको होइन। दुईजनाले सर्ट राखेको। तेल त अब अहिले सकिन आँटेको छ, त्यसले गर्दाखेरि तर भित्र छ अझै 2 लिटर लडिरहेको छ हो। त्यो तेल कम्ती गर्नु फारो गर्नको लागि चाहिँ गरेको छ होइन। यति हो, जिउको लागि अलिक राम्रो हुन्छ अब हेल्दी कुराहरू खायो भने चाहिँ। त्यही भएर अब हामी त तिमी होटल लाइनमा काम गर्नेहरू अब खानापिना कसरी पाक्छ त्यो देखिराखेको है। त्यसले गर्दाखेरि जतिसक्दो आफ्नो हेल्थलाई के त्यति राम्रो हो। हाम्रो बुबुले पनि त्यस्तोहरू खाँदैन नराम्रो कुरोहरू त, अनहेल्दी कुराहरू। तर पनि मसँग हुँदाखेरि जतिसक्दो हेल्दी नै कुरा खाइस् भन्छु है। अब मासुहरू बन्द भएको छ अहिले एक भाइको, किन म त मासुहरू खाने होइन, प्योर भेज पऱ्यो। त्यसले गर्दाखेरि त्यही हो। अब तपाईँहरूलाई पनि अब तपाईँहरू त अब उठ्ने बेला भइसक्यो। हामी त अब भर्खर खाना खाएर सुत्ने बिहानको 2 बज्यो अहिले, उताको 3:30 भयो। त्यति नै थियो मेरोबाट। थ्याङ्क यू है सेवा गर्ने। सो तपाईँहरूलाई कस्तो लाग्यो अहिले लास्टमा हामी देखाउने छ है, टेस्ट पनि गरेर। अनि दाल अलिकति राम्रो छ कि सायद यो आलु अनि भेन्डीको सब्जी राम्रो छ होइन। सो त्यो पनि तपाईँहरूलाई हामी खाँदा खाँदा टेस्ट गरेर बताउने छु होइन। सो अनि दुईवटाको देखाउने छु है। चाहिँ मैले अघि भनेको थिएँ होइन। सो हामी तेल बेगरको सब्जी बनाउँछ भनेर तेल बेगरको सब्जी दुइटै आएको छ। यहाँ आलु भेन्डी अनि दाल मुसुरी दाल अनि खिरा आएको छ है। अन्त त्यो एउटा खिरा अनि त्यति रोटी। अनि अब चाहिँ हामी टेस्ट गरेर म टेस्ट गरेर भन्छु है। सो कस्तो लाग्छ के भएको छ टेस्ट गर्नु पऱ्यो अब कस्तो भएको रहेछ भनेर। म त टेस्ट गरेर भन्छु। पहिला म दाल आफूले बनाएको दाल है तेल बेगरको टेस्ट गर्ने। त्यही आधी रोटीले चाहिँ सब्जी मिठो त मिठो भएको छ। मैले अघि चाहेको अब मेरो साथीले बनाउनु दालभन्दा मिठो सब्जी भएको छ। मैले अघि चाहेको मिठो एकदम दामी भएको छ है, मन पऱ्यो। त्यही हो, तपाईँहरूले पनि यसरी बनाएर खान सक्नुहुनेछ। एकदम हेल्दी अनि टेस्टी हुनेछ होइन। सो तर अब यसमा त हामीले तेल हाल्यो भनेर नसोच्नु, तेल हालेको थिएन होइन। सो एकदमै राम्रो लाग्यो। तपाईँहरूले पनि यसरी बनाएर खान सक्नुहुनेछ। थ्याङ्क यू। त्यही हो। अब आइने खानासाना खाएर सुत्ने है। त्यही भएर अब कति बिहानको 2-3 बजिसक्यो त। त्यही हो अब। हुन्छ, गुड नाइट। यो भिडियोलाई मन पराइदिनु होला है। अनि यसो लाइक सेयर कमेन्ट गरिदिनु होला है। थ्याङ्क यू, गुड नाइट एन्ड गुड मर्निङ। ल हुन्छ, बाई।